भाले बोकेर हिँड्दैछ केटाहरू ल नातिनी बाजे के भालेको बजार लागेछ आमा म देशीहरू फेरि यति राम्रो राम्रो देख्दैनन् के गर्नु यो म भाले समातेर हिँडेका छन् ल गाइस खत्रै आयो भाले खत्रै गाइस खत्रै बास भाले आयो है गाइस भाले आमा तैँले कहाँ उडेर फेरि हामी भाले पनि किनेर फर्क्यौँ अब घरतिरको यात्रा गर्नुपर्छ सुरुवात यहाँ चाहिँ बाटो फेरि डेन्जरै हिँड्नुपर्छ कि एकदम गुटुङ टुङ छ कि गुटुङ टुङ छ आमा गाउँले हो गाउँले गाउँले परियो हामी त हजुर ल सन्देश त पहाडी छ त यार त्यो इन्डिया बसेर आएको हो क्या त्योहरू ती पहाड यस्तो अब ठाउँ हिँड्ने होइन अप्ठ्यारो लाग्छ हामी चाहिँ यस्तै हुर्केको यही ठाउँमा हुर्केको भएर हामीलाई चाहिँ हिँड्न चाहिँ गाह्रो भइरहेको छ स्यासा र फ्याफा हुने हिँड्न धेरै पछि हिँडेको भएर होला तर हामी चाहिँ अब यस्तो भाले साले लिएर फर्केको मेल सेल पनि रहेछ यहाँनिर होइन यस्तै छ गाई जस्तै भालेको खोजी निरन्तर थियो पाइयो अझै एउटा पुग्यो होइन केटाहरू आउँदैछ फेरि यहाँबाट ढुङ्गा छ यस्तो छ गाई म छु त यहाँ अगाडि हिँड्नुलाई क्यामेराम्यान माल चाहिँ कडा छ ल बाँच्दै बाँच्दै बाबु बाँच्दै बाटो फेरि डेन्जर छ